सुरु गरेको त 56-57 देखि नै सुरु गरे आफ्नो उसमा ठेक्का लिएर अर्काको जग्गा भाडामा लिएर गर्न थालेको पनि 11 वर्ष अगाडिबाट यही तरिकाले खेती गर्दै आइएको छ। खेतीपाती त अब यो जुन जुन सिजन हुन्छ सिजन अनुसारको हुने भयो। अब अहिले यहाँ लगाएको गाजरहरू छ, कोपीहरू छ, त्यसै यो घर खानाको लागि अथवा बिक्रीको लागि। अब यो पनि खाएर सिद्धिँदैन, अब बाँकी बिक्री गरिन्छ। त्यसपछि यहाँ अर्को मुख्य कुरो भनेको मैले यहाँ माटोलाई सुधार गर्ने किसिमको मलहरू आफै बनाउँछु। यहाँ जुन जीवामृतहरू यहीँ बनाउँछु। जीवामृतहरू चाहिँ माटो जोतिसकेपछि खेती लाउनुभन्दा अगाडि नै चाहिँ त्यसलाई प्रयोग गर्छु। फेरि बिचमा जोत्ने बेला नि प्रयोग गर्छु, खेती बाली लगाउने बेला नि प्रयोग गर्छु। यी सबै त्यसपछि गएर चाहिँ अरू चाहिने किसिमको जस्तै यो चाहिँ बालीको चाहिँ जराको विकास गरेको छु। ढुसीको औषधि म यहीँ बनाएको छु। तर किरा नियन्त्रण गर्ने, किरा मार्ने भन्दा नि किरालाई खान नसक्ने बनाउने किसिमको औषधिहरू म यहीँ तयार गरेको छु। लौकाको बिरुवा उत्पादन गर्छौँ, त्यसपछि गएर करेलाको बिरुवा उत्पादन गर्छौँ, बोडीहरू लगाउँछौँ। अब त्यसै अर्को सिमी, यो के भन्छ घिउ सिमी लगाउँछौँ। अब यो चाहिँ माघको 15-20 को आसपासतिर हामी त्यो काम गर्छौँ। मैले कृषि पढेको भनेको 8-9-10 मा हो। त्योभन्दा माथि कृषि पढिनँ, अरू विषय पढियो। अनि एक त मेरो बुवाले पनि रासायनिक विषहरूको प्रयोग गर्न हुन्न भनेर चाहिँ त्यो किसिमको कुराहरू गर्नु भएन। खेतीपाती नै हो पेसा, मुख्य पेसा नै बुवाको पनि। अनि त्यसपछि गएर सङ्गत हुँदै हाम्रो यहाँ यो विषादीहरू प्रयोग गर्न हुन्न भन्ने टिमसँग चाहिँ भेट हुन थाल्यो। जस्तै महेश्वर घिमिरे, बसन्त राणाबाट, गोविन्द शर्मा, उहाँहरूसँगको भेटमा त्यसै चाहिँ त्यो के भने त्यो मोहनी लागेको भन्ने के भन्ने त्यो नजिक हुन थाल्यो। त्यसको पिडिसी कोर्स पनि लिने चान्स पाएँ मैले चाहिँ। प्राइभेट सेवा केन्द्रले त्यसको चाहिँ खर्च, त्यहाँ तिर्नुपर्ने खर्च तिर्दिएर देवघाटको काफल डाँडा भन्ने ठाउँमा त्यहाँ बस्यो। 1500 दिन त्यहाँ बस्यो। त्यसपछि ठाउँका साथीहरूको सिकाइ, ठाउँका साथीहरूको कुरा सुन्दा अब यो चाहिँ आखिरी बाँच्नको लागि गर्ने कुरा रहेछ। यो हामी जानी चाहिँ विष हालेर त्यो विष हालेको चिज खाएर आफ्नो आयुलाई घटाउनु अथवा रोगी बन्नु भन्दा जति उत्पादन हुन्छ अब हामीले खानको लागि चाहिँ त्यस्ता चिजहरू प्रयोग नगर्ने भन्ने किसिम मनभित्रै आयो। 56-57 देखिबाटै छोड्यो, रासायनिक मलहरू हाल्न छोड्यो। त्यति बेलालाई त्यति समस्या थिएन त्यति बेला, किनकि 2-4, 5-7, 8-10 नि हुन्थ्यो। कहिले गाई बस्तु हुन्थ्यो, गाई भैँसी गोरु पालिन्थ्यो। अब धेरै मल हुने भयो, धेरै हुने भयो। अब यताबाट खेतमा जाँदाखेरि चाहिँ मलको डोको बोकेर गयो, उताबाट आउने बेला खेती उजेको बेला मकै अथवा लिएर आयो। दैनिक त्यो दिनचर्या हुँदाखेरि सजिलो पनि भयो। त्यसरी चाहिँ अब रासायनिक विष त हालिएन। रासायनिक मल चाहिँ त्यति बेला 56 भन्दा अगाडि हाम्रो बारीमा परेको हो। अनि त्यसपछि परेन। र अहिले आएर 70 पछि त अरू जग्गा भाडामा लिएका जग्गा, ठेक्कामा लिएका जग्गाहरूमा नि त्यो रासायनिक चिजहरू प्रयोग नगरिकन गर्न थालियो। यो सम्भव हुँदो रहेछ भन्ने भयो। अब पहिला सुरु गर्ने बेलामा त धेरै बालीहरू बिग्रियो, ढुसीले बिग्रियो, मुन्टा ककरिनीदेखि लिएर सबै बिग्रियो। तिनलाई त्यसै एग्रोभेटबाट ल्याएर मैले त्यो हाल्न सुरु गरेको भए यो यात्रा यहाँसम्म आइपुग्थेन। मैले त्यसलाई चाहिँ त्यही जोतेर फाल्दिनँ। कैयौँ बाली त मैले जोतेर फाल्ने गर्दा गर्दै माटो बन्यो। 3-4 वर्ष, 4-5 वर्षपछि माटो बनिसकेपछि त्यो समस्या भएन।
र अब अहिले आएर चाहिँ खुसी के लाग्यो भने प्राङ्गारिक उत्पादन व्यावसायिक रूपमा गर्न सकिँदो रहेछ। अहिले ढुक्क छु, मेरो बारीमा अब खासै त्यस्तो छैन। अब त अलि बाली बाक्लो भयो के भयो घाम छिरेन भनेदेखि त त्यो समस्या हुन्छ नै, ढुसी हुन्छ। तैपनि माटोमा हुने ढुसी चाहिँ छैन मसँग। अब माटो नै बिग्रेको हो यहाँ चाहिँ मान्छेहरूको, किनकि त्यो माटो जम्मै मरिसक्यो। गणौला छन् मेरो बारीमा अहिले पनि। हिजो हिजो गाजरको भित्रको झार उखेल्दाखेरि त्यो बेथेको चाहिँ अलिक तलैसम्म जाँदो रहेछ जरा, बेथेको त्यो ठुल्ठुलो उखेल्दाखेरि चाहिँ त्यही गणौला आएछ। हस्पिटल खोल्यो भनेदेखि भोट बढ्छ भनेर हस्पिटल बनाउने कामको दौडमै बढी हो। हजुर, मान्छे बिरामी बनाउने, हस्पिटल खोलिदिने, उपचार त्यसपछि गएर मान्छेको आम्दानी पनि त्यतै सिद्ध्याउने हो। वास्तवमा हस्पिटल चाहिन्छ नचाहिने होइन, तर हस्पिटल जान नपर्ने वातावरण तयार गर्ने हो नि त। एउटा दुईवटा त्यस्ता कार्यक्रम गोष्ठीहरूमा पनि गएँ। त्यो विज्ञता हासिल गरेका व्यक्तिहरू नै आउनुभएको। अब यही विषयमा पिएचडी गरेका विज्ञ आउनुभएको रहेछ। उहाँहरू कुरो सुन्दाखेरि अब होइन, सम्भवै छैन यो रासायनिक विषदेखि लिएर यो चाहिँ अब रासायनिक मल बिना खेती गर्न सम्भव छैन भन्ने कुराहरू उहाँहरूले चाहिँ निकै व्याख्या गर्नुभयो। अब रामपुरकै एउटा कार्यक्रम पनि त्यस्तो भयो। त्यसपछि मैले उहाँहरूको अगाडि मैले साह्रै कुरो गर्न नि सुहाएन। अब त्यस मैले भने अब ठिक छ, मैले थोरै त गरिरहेको छु, 4-5 वर्ष भयो गरिरहेको छु। मैले अब रासायनिक चिज विष पनि अब रासायनिक मलको नाममा आएका कुरा मैले प्रयोग गरेको छैन। किरा त लाग्छ, किरा नलाग्ने कुरो होइन। अब ऊ पनि अब हामी पनि एक किसिमको किरा हो, त्यो पनि हो। अब हामीले उसलाई मार्ने भन्दा पनि आखिर चाहिँ उसबाट हामी जोगिने हो। तर सम्भव हुन्छ कि हजुरको विज्ञता हामीलाई पनि चाहिँ काम लाग्ने भइदिए भने अरू धेरै कुरा गरिन। त्यसपछि उहाँ चाहिँ 1 वर्षपछि आउनुभयो। आएर हेर्नुभयो, ठिकै छ, थोरै गर्नलाई त अब तपाईँसँग मल पूर्ण होला, नत्र धेरै उसमा गर्नको लागि सम्भव छैन भन्नुभयो। म बोलिनँ। यस्तो लाग्यो कि मलाई त्यतिको पढेको, त्यतिको विज्ञता हासिल गरेको, यही विषयमा चाहिँ अध्ययन गरेको मान्छे, पिएचडी गरेको मान्छेले एउटा चाहिँ विष कम्पनीहरूको, एउटा रासायनिक मल कम्पनीको एजेन्ट जस्तो भएर जुन व्यक्त गर्नुभयो नि, यो चाहिँ मलाई कता कता लाग्छ यो नेपालको यो शिक्षा प्रणाली नै गतिलो रहेनछ कि। अनि रामपुरको विद्यार्थी भाइ बहिनीहरू नै आउनुहुन्छ कहिलेकाहीँ। मैले सोच्छु तपाईँहरूले पढ्ने भित्रै यो छ कि छैन है। अब हाम्रो इच्छाले सिक्ने कुरो त छुट्टै भयो, पढ्ने भित्र यो चाहिँ छैन हामीसँग। हाम्रो इच्छाले सिक्ने कुरा हो, चाख लाएर सिक्ने कुरा हो, राम्रो हो भन्ने चाहिँ सिकेका छौँ। तर ठ्याक्कै यही यसरी काम गर्ने भनेर चाहिँ जुन अर्को लाइनको जुन सिकाइ हुन्छ, यति किलो डिएपी, यति किलो युरिया, यति किलो पोटास भनेर सिकाइ हुन्छ, यो त्यस्तो सिकाइ नभए नि हाम्रो चाखले चाहिँ हामी सिक्न खोजेकै खोज्या हो भन्नुहुन्छ। भनेपछि त आखिर चाहिँ त्यो। अनि अर्को कुरो मलाई के लाग्छ भने नि, अब यो अहिले जुन सरकारले रासायनिक मलमा जुन लगानी गरिरहेछ, विष ल्याउनको काममा चाहिँ जुन अब पहल गरिरहेछ, खर्च गरिरहेछ, यावत काम गरिरहेछ, त्यो खर्चको मात्रै 20% खर्च लगाइदियोस्। प्राङ्गारिकमा मात्रै 20% त्यो हुने खर्चको 20% लगाइदियोस्। त्यसमा 20% आखिर सुत्दाखेरि चाहिँ तिनै किसानलाई मल बनाउन सिकाइयोस्, तिनै किसानलाई आखिर चाहिँ औषधि जन्य चिजहरू बनाउन सिकाइयोस्। एक पटक 2 पटक खर्च गर्नु पर्ला किसानलाई, त्यसपछि आफै गर्न सक्छ। यो चाहिने। अब मेरो यो अनुभव कसरी भन्दा, अब एग्रोभेटको बिल भनेको 0 हुन्छ मेरो त खर्च बच्यो नि त। भनेपछि अब
यही यति नै लेभलले योभन्दा धेरै ठुलो लेभलले चाहिएन, यति लेभलले एग्रोभेटको बिल कम अथवा जिरो गर्न सक्ने हिसाबले किसानलाई सिकायो भने त उसको पैसा उसीसँग बच्यो, उसको सिप त्यहाँ काम लाग्यो, त्यसपछि गएर चाहिँ भनौँ उसको अब रोग व्याधिसँग लड्न सक्ने क्षमता वृद्धि हुने भयो। अब उसको जीवनै सक्रिय हुने भयो। अर्को कुरो देशको पैसा देशमै रह्यो, अन्त गएन। यति ठुलो कुरोलाई हाम्रो राज्यले किन ध्यान दिएको छैन? पहिला चाहिँ बेसी नै यो सम्बन्धी बोल्ने मान्छे अहिले कृषि मन्त्री हुनुहुन्छ, अहिले त्यहाँ गइसकेपछि अलिअलि सुनेको अब मलको अभाव हुन नदिनु भन्ने आदेश आएछ। 60 अर्ब रुपियाँ माग्दै हुनुहुन्छ जस्तो लागेको थियो। मलको चाहिँ अभाव हुन नदिनु भने चाहिँ उहाँको दिमागमा त्यो बाहेक केही पनि छैन। कमसेकम मल बनाउन चाहिँ छ नि त, एउटा किसानले एउटा गाई अथवा भैँसी त पालेकै छ, दुध खानको लागि अथवा मलको लागि जे भयो नि पालेको छ, त्यति नै पुग्छ। जस्तो जीवामृत बनाउनको लागि एउटा भैँसी अथवा गाईले 2-2.5 बिघासम्मलाई पुग्छ। जीवामृत माटोमा प्रयोग गर्न थाल्यो, त्यसैलाई पिना पनि गर्न थाल्यो भनेदेखि माटो सुधार धेरै छिटो हुन्छ। माटोमा भएको हानिकारक रसायनहरू काट्नको लागि त्यसले सहयोग पुर्याउँछ। भने त एउटा वस्तुले पुग्छ त, एउटा वस्तुले यो यसो गर भनेर यत्रो किसिमको अब छँदैछ, निकाय छँदैछ, कृषि विकासका कार्यक्रम गर्ने चाहिँ जिम्मेवार ठाउँ छँदैछ, तर त्यति सुरु नगरेर अब मलको अभाव नहुनको लागि 60 अरबका कुराहरू आउनु पर्यो। जबकि उहाँले त्योभन्दा अगाडि पनि मैले सुन्थेँ, उहाँले चाहिँ यस्ता सवालहरू राम्रोसँग उठाउने व्यक्ति हो अहिलेको मन्त्री। भनेपछि त ग्याप त त्यहाँ जाने बित्तिकै सिद्धिँदो रहेछ त आफ्नो अनुभव त। रासायनिक उसमा जति खर्च गरेको छ 20% मात्रै खर्च गरेर हेरोस् राज्यले, यसलाई पुग्छ गर्न पर्यो नि। यही हो। अब प्राङ्गारिकको विकल्प 20 होइन, प्राङ्गारिकको विकल्प भनेको त्यही नै हो, प्राङ्गारिक हो। त्यसरी यसमा राज्य लायो भनेदेखि राम्रो हुन्छ भन्ने हो मेरो अनुभव। एउटा कुरो के हो भने पेसालाई सबसे हेर्ने भनेदेखि 3 भागमा बाँडेको छ संसारले। एउटा कृषि, एउटा व्यापार, एउटा नोकरी। संसारको उत्कृष्ट पेसा भनेको यो कृषि हो। किसान आफू पनि पालिन्छ, परिवार पाल्छ र अनि त्यसपछि चाहिँ सारा जगतलाई पाल्छ। रुपियाँ पैसा खाएर त सम्भव छैन, खाने त खेतीपाती नै गरेर यही हो, अन्न खाने हो। त्यसो भएर चाहिँ यो पेसा उत्तम मानिन्छ। मध्यम भनेको व्यापार हो। व्यापारले हामीसँग पनि जोडिन्छ, अब ती जागिरीहरूलाई अथवा चाहिँ केही नभएकोलाई लगेर जोडिदिन्छ, बिचको नाफा खाएर ऊ बस्छ, त्यो पनि चाहिन्छ। सबभन्दा निज काम भनेको जागिर हो। तर यहाँ त विडम्बना के हो भने त्यो निज काम गर्नेलाई जे वजिरी गर्नु पर्यो, दौड त्यसैको लागि हो। अब ज्ञान केन्द्र हो कि कृषि विकास कार्यक्रम गर्ने ठाउँको हो कि अथवा चाहिँ अर्को कुनै होस् न, कुनै निकाय सरकारी निकाय हो, तिनै जागिरलाई जे वजिरी गर्नुपर्छ, नमस्कार गरेर भित्र छिर्नुपर्छ, उसको आदेश मान्नुपर्छ, हाकिम मान्नुपर्छ। त्यसो यो यहाँनिरबाट हेर्नु पर्यो कि कृषि पेसा उत्तम पेसा हो। र अर्को कुरो भने अहिले कसैको दबाब छैन कि यसमा, स्वतन्त्र पेसा हो यो। आफूले स्वतन्त्र भएर काम गर्न पाइन्छ। जागिरमा जति ठुलो तह भए पनि भने अहिले त्योभन्दा माथि हाकिम भइहाल्छ, अर्को तहले चाहिँ उसलाई चाहिँ काम लगाउने हो, आदेश मान्नै पर्छ। हामीलाई कुनै आदेश मान्नु पर्दैन, प्रकृतिले आदेश पनि दिँदैन। प्रकृतिसँग मिलेर काम गर्ने हो। प्रकृतिलाई बिगार्ने काम नगर्ने, प्रकृतिसँग मिलेर काम गर्नको लागि कुनै आदेश कुनै केही छ, स्वतन्त्र छौँ। कुन बाली लाउने हामी स्वतन्त्र छौँ, कति लाउने पनि स्वतन्त्र छौँ। त्यसरी अबको युवा भनेको एउटा कुरो चाहिँ सरकारले ध्यान दियोस्, अब बाहिरबाट ल्याउने चिज नल्याएर पनि हुने चिजलाई रोकिदियोस्। रोकिदिइसकेपछि यहाँको कृषि फस्टाउँछ। तरकारी खाद्यान्नहरू जस्तो अर्को देशबाट, अब छिमेकी देशबाट ल्याउनु मात्र रोकिदियो भने नेपालको उत्पादनले पुग्छ, नपुग्ने छैन, त्यो हुन्छ। त्यसपछि गएर युवाहरू पनि आखिर यो हुँदो रहेछ त, बिग्दो रहेछ, लाएको चिजहरूले चाहिँ
राम्रै हुँदो रहेछ अन्त गएर अर्काको चाहिँ त्यो सबै सहेर दबाब सहेर जागिर खान भन्दा घर परिवारमा बसेर चाहिँ यहीँ गरौँ भन्ने भावना जाग्छ र यो युवालाई चाहिँ रोक्ने कुरो एउटा राज्यबाट रोक्नु पर्यो एउटा उनीहरूलाई कमसेकम पनि उनीहरूलाई चाहिँ आफ्नो बाबुआमाले पनि सिकाउनु पर्यो बाबुआमाले अरे चाहिँ यो चाहिँ भनौँ यस्तो खाद्यान्न तरकारी अथवा खेतीपाती गरोस् मेरो छोरछोरीले भन्दैन अहिले सामाजिक मनोविज्ञानको कुरा आयो हजुर अलिक ठुलै होस् डाक्टर होस् अथवा यस्तो होस् बाहिर जाओस् धेरै पैसा कमाएपछि ठुलो मान्छे हो भन्ने जुन भ्रम छ नि त्यो बाबुआमाले पनि आखिर चाहिँ यो उत्तम पेसा भनेको कृषि हो कृषि सिकाउनु पर्छ कृषि सिकायो भनेदेखि चाहिँ उसको यसैबाट चाहिँ जीविका पनि चल्छ उसको अब सबै कुरा यसबाट हुन्छ भन्ने कुरो बाबुआमाले सिकाइदियो भने छोरछोरी लाग्छ अहिले त स्थिति के भयो भने छोरछोरी खेतीपाती गर्न गयो भनेदेखि फलानाको छोरछोरी त खेतबारीमा गएछ खाए बेकारमा बेकार यति पढेको भनेर चाहिँ अर्काले भन्छन् कि भन्ने डरले ऊ त्यसपछि चाहिँ कि घरभित्र बस्छ कि साथीभाइसँग गर्छ कि तास खेल्न जान्छ कि खाना रक्सी खान जान्छ कि अर्को किसिमको ट्यापे बन्न जान्छ यसरी बिग्रियो त्यसबाट पहिलो चाहिँ घरबाट शिक्षा दिनु पर्यो आफ्नो बच्चा बच्चीलाई राम्रो कृषक बनोस् अथवा राम्रो उद्यमी बनोस् अथवा यो बनोस् भनेर भन्नु पर्यो डाक्टरदेखि लिएर इन्जिनियरदेखि लिएर अब यस्ता सपनाहरू छोड्नु पर्यो अर्को कुरो राज्यले पनि जोड्नु पर्यो त्यति गरिदियो भने यो पेसा चाहिँ अत्यन्तै राम्रो सफल पेसा हो र सफल हुन्छ